हेलो गाइज, वेलकम ब्याक टु माई ब्लग। आज फेरि पनि म तपाईँहरूलाई एउटा नयाँ ब्लग लिएर आइसकेको छु। अनि सबैजना गुड मर्निङ। अनि बिहानको 8:30 बज्दैछ अनि राति चाय पानी पर्यो अनि बिहान बिहान मौसम चाहिँ मस्त गरिरहेको छ, घाम चक्रिरहेको छ होइन। अनि म चाहिँ दाँत माझ्दैछु। दाँत माझिसकेपछि खाना खाने अनि त्यसपछि जाने पुलिस चौकी। राति चाहिँ हाम्रो गाउँमा एउटा फौजगढ भयो क्या, लफडा भयो क्या, त्यही कारणले सबैजनाले जानुपर्छ। गाउँको सबैजना जान्छ पुलिस चौकी। अनि पुलिस चौकीबाट आएर बन्छु के कस्तो भयो। अनि त्यसपछि म तपाईँहरूलाई भन्छु ल। अहिले दाँत माझ्दैछु, दाँत माझ्छु खाना खाने अनि त्यसपछि जाने। ल गाइस, म त दाँत माझेर मुख धोएर खाना खान आइसकेको छु। खाना त आज खाँदिनँ, आज मासु चुरा खान्छु। यहाँ छ हेर्नु, मासु चुरा हिजो नै ल्याएको थिएँ अनि आज पनि खाँदैछु। कान्छु त्यहाँनिर खाँदैछन्, त्यो पनि खाँदैछ मासु चुरा। अनि यो खाएर अब हेरौँ पुलिस चाहिँ जाने कि नजाने। खाएपछि म तपाईँलाई भन्छु ल। धेरै पिरो लागिसकेको छ। ल खाना खाइसकेँ, अब जाँदैछु मोबाइल चार्ज दिनलाई। मोबाइलमा चार्ज छैन, राति लाइन थिएन अनि अहिले चाहिँ ल्याइन आएको छ। अब म चार्ज दिन्छु, फेरि लाइन कतिखेर जान्छ त्यो चाहिँ थाहा भएन। अहिले चार्ज गरेर राखिहाल्छु, त्यसपछि लाइन गयो भने केही फरक पर्दैन। अनि चार्ज दिएपछि अनि त्यसपछि म तपाईँहरूसँग भेट्छु। अनि फेरि कन्टिन्यू अगाडि बढ्छ ब्लग। अब जाँदैछु मोबाइल चार्ज दिनलाई। अब म जाँदैछु नुहाउनलाई, मोबाइल चार्ज भइरहेको छ अनि त्यतिखेर म नुहाएर आइहाल्छु होइन। गर्मी पनि लागिरहेछ। म जाँदैछु नुहाउनलाई। नुहाएपछि अब हेरौँ जान त भन्दैछ पुलिस चौकी, तर मलाई जाने मन लाग्दैन। दुईजना भन्छ यहाँ गएको भए त म जान्थेँ, तर दुईमा जाँदिनँ। गर्मी पनि लास्टै गरिरहेको छ नि, घरमा कोही पनि छैन, कान्छी एक्लै छ, नभए कोही पनि घरमा कोही हुँदैन। अब हेरौँ न कस्तो हुन्छ। जाँदैछु फर्स्ट पेपर नुहाउनु अनि त्यसपछि हेरौँ के कस्तो हुन्छ। अनि म तपाईँहरूलाई भन्छु ल। ल अब नुहाइसकेँ, अब ठन्डा लागिरहेछ अनि रस्ट हुन्छु। अरे पुलिस चौकी जाने नजाने, तर म नजाने। बुवाहरू जानुहुन्छ, म नजाने। राति चाहिँ हिजो राति चाहिँ रक्सी खाएर आफ्नै घरमा चाहिँ आगो लगाउनु थियो नि, त्यही भएर पुलिस समातेर लग्यो। अनि अनि चाहिँ गाउँको मान्छेहरूलाई बोलाएको छ। म चाहिँ नजाने होइन। अब म जाँदैछु एकछिन रेस्ट गर्नलाई। मोबाइल पनि चलाउँदैछु, भाउ छैन, बादल लगाएको छ। अब चार्ज भएपछि अनि तपाईँहरूसँग भेट्छु ल। म चाहिँ फाइनली उठिसकेँ अनि मैले पनि चार्ज भइसक्यो। अनि मौसम चाहिँ अलिअलि घाम गर्दैछ अनि म चाहिँ नुहाएर सुनिसकेको थिएँ। अब जाँदैछु खाना खानलाई। अनि खाना खाएर कान्छीले भन्दैछ दाल तोर्नलाई। हिजो चाहिँ थोरै दाल थोरै दुईवटा कोला मात्रै अनि अझै कोला बाँकी नै छ। म खाना खाएर अनि त्यसपछि जाने दाल तोर्नलाई। म अनि जाँदैछु खाना खानलाई। ल म चाहिँ खाना लिएर आइसकेँ होइन। अब जान्छु खाना खानलाई। अहिले चाहिँ अब मासु लिएन, मासु मलाई खान मन लाग्यो। अब कान्छीले खान्छन्, सुभाष म त राखिदिएँ। अहिले चाहिँ अहिले म चाहिँ पटुवा र कद्दु साग, कद्दु तरकारी ल्याएको छु। जाँदैछु खाँदैन अनि खाएपछि जान्छु दाल तोर्नलाई। कान्छी र भाउ चिप्दैछुको। अब म पनि फटाफट खाएर अनि जाने दाल तोर्नलाई। ल म चाहिँ खाना खाइसकेँ। यहाँ थाली छ, यो चाहिँ खाना सकेन साग। त्यो लाग्छ नि पटुवा साग खाएर तपाईँलाई चित्तो लाग्छ भनेर। अब खाना खाइसकेँ। अब एकछिन रेस्ट गरेपछि अनि जाने दाल तोर्नलाई। ल म चाहिँ दाल तोर्नलाई आइसकेको छु। भाउजूहरू त्यहाँ दाल तोर्दैछन्। अब म पनि जाँदैछु फटाफट दाल तोर्नलाई। ल उता कान्छीहरू चाहिँ कान्छी र भाउजू उता दाल तोड्दैछ अनि म चाहिँ बसेर भिडियो बनाउँदैछु। यता भइसक्यो। अब यो खोला छ, यो खोला तोडेर अनि घर जाने। अब घरको पनि काम गर्नु छ नि त, भइसक्यो। अब यति छ, अब यति छ। यो अब भोलि तोडेर अब यो एउटा खोला तोडेर अनि घर जाने। अब भोलि तोड्ने। ल अब जाँदैछु म घर। ल म चाहिँ दाल तोडेर घर आइसकेँ। कान्छी र भाउजू तोड्दैछन्, आधी खोला छ नि, त्यो पनि आधी खोला तोडेर भाउजू कान्छी पनि घर आउँछ अनि म चाहिँ घर आइसकेँ, किनभने मलाई भिडियो एडिट गर्नु छ। अब जाँदैछु म भिडियो एडिट गरेर। अनि आफ्नो ब्लग कस्तो लाग्छ भन्नु होला। अनि आज ब्लग म यही एन्ड गर्छु। अनि आफ्नो ब्लग कस्तो लाग्छ भन्नु होला, राम्रो लाग्छ भने लाइक गर अनि च्यानललाई सब्सक्राइब गर्नु होला। अब भेट्छु नेक्स्ट ब्लगमा भोलि। हस् त, बाई।